जुगा यत्रो कति सानो हुन्छ यत्रो आज चाहिँ एपिसोड 2 यो चाहिँ अहिले छि यो सुरुबाट के म पनि त अड्डिने हो त के तल फेरि आयो कि अर्को फेरि फिल्म अलिक एकछिन उठ जा हेलो गाइज फेरि पनि स्वागत छ मेरो च्यानलमा। गुड मर्निङ फ्रम सिक्लेस है। आज चाहिँ हाम्रो डे 2 हो। अहिले चाहिँ हामी नास्ता सास्ता खाएर काजल नाच्छौँ रे कौरी। अहिले आज चाहिँ हामी तासातिर पनि बस्न सक्छौँ। हेरौँ हाम्रो हिँडाइ कतिको छ त्यही अनुसारको। हिँड्ने चाहिँ खतरा हिँड्छौँ अनि त्यही भएर आज चाहिँ कतासम्म पुग्छौँ त्यो चाहिँ हाम्रो नछुदाएर हेर्दैन जसले छुदा हेर्छ गालासाला लगाइदिन्छ। सिनहरू यस्तो राम्रो छ नि यस्तो बवाल छ नि तर के गर्ने उहाँबाट हेर्नु र यहाँबाट हेर्नु छुट्टै फरक हुन्छ। आउनुहोस् हाम्रो ब्लग हेरेर चाहिँ आउन नबिर्सिनुहोस्। ओके अब चाहिँ हामी चाहिँ नास्ता खान जान लाग्छौँ। चाहिँ मेरो हातबाट नाटक नगरेर किन एक्टिङ गरेर चाहिँ फिल्म अनि आज चाहिँ हामी नास्ता खान जान लाग्छौँ। नास्ता खाएको भिडियो देखाउँछौँ अनि त्यसपछि हाम्रो झोलासोला प्याक भइसकेको छ अनि जाने। हिजो चाहिँ हामी माथि पार्क घुम्न गयौँ। आइज हाम्रो साथी। Nepal is very beautiful country in the world. I think Nepal big Himalayan and longest river is a mountain, white mountain in Nepal. But I think why because I am come from in USA, Nepal is very beautiful and big mountain, big river. बहुत तेरो कुरा सुनेर त मान्छे पागल हुन्छ। सो गाइज माइ नगर्दिनु ल। अहिले चाहिँ हामी नास्ता खान जान लाग्छौँ बन्द गरेको। हामी चाहिँ नास्ता खाँदैछौँ साथीहरू। एक प्लेट दामी। सो गाइस हामी चाहिँ यतिर गइरहेछौँ। ढुङ्गा चाहिँ लास्टै चिप्लिने छ। सो तपाईँहरू जो आउँदै हुनुहुन्छ राम्ररी आउनु होला। बाटो चाहिँ यस्तो छ रोड आइदिनु है। अब चाहिँ जीवन चाहिँ आफै डराएर 30 मिनट अब 1 घन्टा हिँडेपछि कहाँ पुग्छौँ कहाँ पुग्छौँ फेरि भरेन ए भरेन यो चाहिँ पुरानो पुल हो साथीहरू। अनि यो चाहिँ नयाँ पुल हो। यस्तो छ माथि मेरो साथीहरू पिरहेछौँ अनि ल के बोल गाइज मजा आइरहेछ ढौ भए पनि। यस्तो हो कि धौ भए पनि सिनहरू त्यस्तो बबाल छ पुरै हुन्छ नि त्यत्रो हिँडेको पनि पछि फेरि बिर्सिँदै सुरुमा चाहिँ लास्टै रिग्रेट हुन्छ किन आम भनेर उतिर योगा गरिरहेछ अनि पछि चाहिँ ओके स्टेट्युन है। अब चाहिँ हामी उकालोतर्फ लाग्दैछौँ। यस्तो वाला पनि हुन्छ के गाइज अब योगा गर्छौँ है। गाइज यो चाहिँ पावर हाउस हो। अनि पछि यता चाहिँ जाने होइन सिधै माथि जानु ल। उता जानु डन्डीटाला माथि जाने हो। यहाँबाट चाहिँ यहाँ देख्न सक्नुहुन्छ कोरी तासा लेखेको सिक्लेस टु कोरी तानतिङ उता रहेछ। अनि कोरी माथितिर यता तासा पनि माथितिर रहेछ। अनि ल हामी चाहिँ अब फेरि उकालो चढ्न रेडी छौँ। ओह्रालोमा अलिक गाह्रो पऱ्यो। अब त्यो उकालोमा जान्छौँ। अब दुईटा गर्दै हिँडेको छौँ। अब फेरि सँगै छौँ फेरि दुईटा हुन्छौँ। गाई जुगा यत्रोमा कति सानो हुन्छ यत्रोमा
यस्तो छ जङ्गल चाहिँ यस्तो छ यहाँ चाहिँ मान्छे हराउनु पनि सकिन्छ है गाइस तर बाटै बाटो छ बाटो बिर्सिनु परेन भएन यहाँबाट यस्तो भरान्छ यस्तो माथि चढ्दैन यस्तो छ टाउको चिलायो टाउकोमा पनि जुगा पस्यो क्या पसिनाले चाहिँ तर गर्नुसम्म गरेछ अझै छ अरे माथि अब यो भिडियो यहाँ अझै लेख्या न अब कति किलोमिटर छ भनेर तपाईँले देखाएको थियो त कटेज माथि एउटा नास्ता खाने ठाउँ छ त्यो नास्ता खाने ठाउँ पुग्ने चाहिँ 45 मिनट रे हामीलाई चाहिँ 1 घन्टा लाग्छ 1 घन्टा 15 मिनट जति लाग्छ होला हामीलाई चाहिँ अनि त्यसपछि चाहिँ माथि चाहिँ त्यसपछि चाहिँ त्यहाँदेखि चाहिँ तासा पुग्ने चाहिँ 2 घन्टा छिटा त चानो टुरबाट भ्यू यस्तो जानु थ्याङ्क यू पनि भन्दैनन् हामी त आफ्नो नास्ता खाँदैछौँ किन एउटा बिस्कुट चप्पालाई त्यो त ब्यागमा राख्ने होला नि त्यसरी सब खाइदिनु नखा हामी चाहिँ 10 दिनु सब ब्यागमै राखिरहेको छौँ है साथीहरू अनि त नसोच्नु होला तिम्रो आफूसँगै लगेर जान्छौँ नि गोरो पार्टीलाई के चिज गरेर ले ओम बाने बेदे 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 टन 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 3 गो के चाहियो बालिका तिमीलाई मलाई एउटा ठुलो घर चाहियो अनि पछि क्यास आफै आउने गराइदिनु गौतम बुद्धज्यू के रे हजुर मान्छेसँग त बस्ने एउटा झुब्रो छैन तिमीलाई एउटा महल के कुरा गर्छ यसरी पाइन्न र गौतम बुद्धज्यू म ध्यानमा बस्छु अब मलाई त्यस्तोसँग त्यस्तो नमाग्नु मसँग त्यस्तो शक्ति छैन कटाबी हुन सक्दैन यो असम्भव ज्ञान दिन सक्नुहुन्छ ज्ञान म दिन सक्छु मेरो ममा जे ज्ञान छ म त्यो दिन सक्छु तर सुन चाँदी महलहरू म कति पनि दिन सक्दैन त्यसैले म त्यो ध्यानमा गएँ फेरि गाइस हामी चाहिँ तासा आइसकेको छौँ लङ टाइम यहाँदेखि यस्तो छ सिन यहाँदेखि देख्न सक्नुहुन्छ यस्तो छ हामी चाहिँ तासादेखि माथि आइसकेको छौँ अब यता देखा अब यहाँदेखि अब माथि चिगा पुग्न चाहिँ अब चाहिँ हामीलाई यो चाहिँ हाम्रो म्याप हो कि अहिले चाहिँ 2 घन्टा अब 2 घन्टा चाहिँ हामीलाई चाहिँ 2.5 घन्टा जति लाग्छ होला तर भनेको त्यो टाइममा नै आइरहेको छौँ कि हामीहरू 45 मिनट भन्थ्यो तर 45 मिनट भन्दा पनि अगाडि आइरहेको छौँ अझ छिटा हिँड्ने भए अघि नै पुग्थ्यौँ आज सो गाइज यो चाहिँ तासा हो है अनि मेरो साथीहरू गर अब मेरो भिडियोमा पनि यस्तो छ हालत अझै अब 2-3 घन्टा लाग्छ होला माथि ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे थ्याङ्क यू मेरो साथी ल मेरो मुखमा चेप्टाइदे ल हामी चाहिँ अब खाना खान्छौँ पहिला जेठ गएको त होइन कतै यो चोकोपान सो गाइज अब चाहिँ 2-3 घन्टा लाग्छ अनि के भने अरे चोकोपानको रस अब चाहिँ हामी चाहिँ अब सिधै माथि चिगा पुग्यौँ भने चाहिँ त्यहाँको भ्यूहरू देखाउँछन् अहिले चाहिँ हामी 2-3 घन्टा लाग्छ फेरि आज हाम्रो लास्ट आज चाहिँ चिगामा बस्छौँ हामीहरू चिगामा नि अनि भोलि चाहिँ गोरी ल त साथीहरू हामी चाहिँ अब रेनकोट चेनकोट लगाइसक्यौँ पानी डोरी बाँध्न लाग्यो त त्यो गर्नु पर्दैन साथीहरू
पानी परिसक्यो अनि चाहिँ हामी अब लाग्यौँ है अब त झन् यसो घना जङ्गलमा हिँड्दैछौँ गोरेकासीको वाला बाटो गोरेकासीको बाटो चारजना यता हामी चारजना लेखा चारजना चारजना चाहिँ गोरेकासीको बाटोमा हिँड्छ गाह्रो छ बाटो चाहिँ यस्तो छ है गाई यस्तो घना जङ्गल छ यो गोरेकासी बनाएको जङ्गल गाह्रो भइरहेछ अब केही समयपछि हामी पुग्छौँ कृपया फुल नदिनु होला साथै हामी अहिले यहाँ खाली ठाउँमा आइसकेको छौँ अझै माथि छ तर 1 आवर हामी चाहिँ यस्तै भोग्लाएर फेरि पनि नास्ता गर्दैछौँ देख्न सक्नुहुन्छ अब चाहिँ 1 घन्टा रहेछ अब चाहिँ 1 घन्टा 3:30 बजे घन्टामा पुग्छौँ नि 1 घन्टामा त्यसपछि त भुलियो नि सिधै फाइनली बल्ल सिधा आइपुग्यो नि साथीहरू सितिजको ब्लग चाहिँ मैले हायर गरेर चाहिँ किनभने चाहिँ उसको मोबाइलमा ब्याट्री छैन ल साथीहरू हाम्रो आज चाहिँ हजुर यो रुममा बस्ने हाम्रो कोठा चाहिँ यो हो 2जना मरिसकेको छन् गाई जीवनशैली विनोद सिद्धिके आइरन लगाउँदै त आइरन के गर्नु त अनि फेरि भोलि चिसो हुन्छ माथि आइरन मेरो झन् भेस्ट पनि छैन चोली लगाएर बसेको छु हिरिनी पल्टेर तल छारेर त्यही भएर चेन्ज गर्नु भेस्ट त लिएर ओइ अलिकति त तातो भयो गाइज हामी त अहिले आगो ताप्दैछौँ निन्द्रा लाग्दैन भनेर चाहिँ हामी यहाँ आगो ताप्न आएछौँ अब भात खायौँ आइरन पनि लगाइरहेको छौँ अब भात खायौँ भने बुग्लुक्कै सुत्दिने अब फेरि सोधे खाएर सिधा हो त बनाउनु हाम्रो चाहिँ तातो तातो खाना आयो सोको त यार लास्ट चाहिँ के हुन्छ सुन यार न्यानो भनेर सिद्धेर बल्ल बल्ल आइपुग्यो अब चाहिँ हामी सुत्नलाई रेडी साथीहरू आजको भ्लग चाहिँ यहीँ सकिन्छ किनभने हामी चाहिँ गुड नाइट सुत्न जाँदैछौँ अब किनभने भोलि चाहिँ अब हाम्रो कोरीको ट्रेक छ अनि त्यसैले चाहिँ अहिले गाह्रो हुन्छ आजलाई चाहिँ यति नै अनि स्किप नगरेर हेर्न नबिर्सनु ल लाइक सब्सक्राइब गरिदिनु ल ओके अब डे 3 मा मिलाउँ अब